एउटा कमेडी भिडियो त हो भनेर केही गरेर हुन्न, लास्टै मेहनत लाउँछ हौ काकको। हामीले त यहाँ एउटा दुईवटा बनाउँदै थाहा भइसक्यौँ, तर के गर्ने, मेहनत गरेरै मान्छे अगाडि बढ्ने हो। सुरु दिनमा त हामीले एउटा भिडियो बनाउने भनेर एउटा सुट गरेर गयौँ, मक्ख भएर अर्को दिन चाहिँ हालियो, तर त्यसमा पनि ठिकै ठिकै रेस्पोन्स आयो। फर्स्टमा नयाँ च्यानल त हो है। अनि हिजोबाट फेरि शम्भुले पनि जोइन गरेका छन्। क्यामराम्यानको लागि हाम्रो गोकुल एकदम पर्फेक्ट, त्यसलाई अलिकति भन्न पर्छ, सिकाउन पर्छ, तर उसले राम्रो गर्छ है। अहिलेसम्मको भिडियो चाहिँ गोकुलले नै खिचेको हो। अनि आजको भिडियो चाहिँ अलिअलि मैले खिचेको, एडिट गर्ने चाहिँ म है। फेरि साथीहरू कस्तो छ एडिट यसो भनिदिनु त। मेहनत ठिकै ठिकै गरिरहेछ। माइक पनि यताउति गरेर एउटा दाइको मागेको, भाइले किनिदिन्छु त भने त खै कहिले हो। अब आफू थिम रोकडा नबसी के गर्ने, कमाउने एउटा भाइले किनिदिन्छु त भने त्यो अब कहिले किनिदिने, कति भन्ने है। अब किनिदिन्छु भनेपछि किनिदिने हो कि होइन, अब आश मात्र देखाएको पनि हुनसक्छ। हेर लेट्स सी के हुन्छ। भिडियोमा चाहिने भनेकै आवाज हो। अनि अहिलेसम्म एउटा दाइलाई मागेर चाहिँ युज गरेका छौँ, दाइले दिनुभएको छ, कहिलेसम्म दिनुहुन्छ अब दाइले नि है। दाइको सामान फेरि पनि हामीले माइक छैन यताउति केही भनेर हार चाहिँ मानेको छैनौँ है। अब नेपाली स्टाइल हेर्नु न, ढाका टोपी पनि लगाइयो, युनिक युनिक आइडिया चाहिँ निकालेका छौँ। अब हजुरहरूको सपोर्ट चाहिएको हो है। अब हेरौँ के हुन्छ। हामीले भिडियो बनाउन चाहिँ छोड्दैनौँ है, दिनको 2टा हाल्ने हो, एडिट गर्ने मै भइहालेँ है। भिडियो म्यान अब हामी देत्रा भइहाल्यौँ, क्यामराम्यान हाम्रो गोकुल, अब पर्जलले पनि भोलिबाट जोइन गर्छन्। अब हेरौँ। आजको भ्लगको लागि यति नै। टिल देन पिस आउट, नयाँ कन्टेन्टको साथ भोलि भेटौँला। सी यू टुमारो।